सम्पूर्णलाई नमस्कार। म चाहिँ आज मुस्ताङ जिल्ला 12 गाउँ वडा नम्बर 1 को मुक्ति क्षेत्र होटल व्यवसायीसँग केही कुरा गर्न चाहदैछु। यहाँलाई स्वागत छ यस कार्यक्रममा। नमस्ते। तपाईको परिचय? मलाई यो ठाउँमा खास ठुल्दाई भन्छन्। हजुर हजुर। मेरो नाम चाहिँ दानियल दाई भन्ने हुन्छ। हजुर हजुर। अनि मैले पनि ठुल्दाई भनेरै सम्बोधन गर्न चाहे हजुरलाई चाहिँ फरक नपर्ला। हामी चाहिँ पाल्पादेखि आएको सर। हजुरहरूको होटलको पनि हामीलाई चाहिँ यहाँको हस्पिटालिटी एकदमै राम्रो लाग्यो हैन। पर्यटकहरू आउनुहुँदै रहेछ, राम्रो छ। मैले चाहिँ खासमा बुझ्न खोजेको जस्तै अघि तपाईले 12 गाउँ के भन्नुभयो, यहाँको ठाउँको नाम, यसको खास वास्तविकता चाहिँ के हो, यो भन्नुको अर्थ? अब यो नयाँ संविधान बनेपछि हजुर हजुर यो गाउँपालिकाहरू छुट्यायो नि। हजुर। यो 12 वटा गाउँ मिलेर हजुर यो 12 वटा गाउँ भयो। हजुर। अनि फेरि गुङ भनेको चाहिँ अब बिच हो। ए तलतिर अरू छ, माथितिर अर्को छ हैन। यो ठ्याक्कै बिच भाग भएर गुङ भनेको हो। बिच गाउँ भएको हजुर भनेको गाउँहरू। हजुर। अनि यहाँ मुस्ताङको जस्तै अब हामीले यहाँको अवस्था हेर्नुपर्दा मान्छेको मुख्य व्यवसाय भनेको पशुपालन, होटल व्यवसाय अनि स्याउ खेती नै होला सायद। के छ अन्य अलावा के गर्न सकिन्छ यहाँ? स्याउ खेतीहरू त अब अहिले सुरु हुँदैछन् है। हजुर हजुर। पहिला अब बाटो थिएन। हजुर। अब त्यो तल लानुलाई गाह्रो हुन्थ्यो। हजुर हजुर। अहिले फस्टाउँदैछन्। अनि अरू खेतीहरू त प्रायः अब लोप भइसक्यो। लोप भइसक्यो है। अनि पर्यटन व्यापार छ, अलिअलि बिजनेस होइन। हजुर। त्यसबाहेक अनि धेरै जसो अब यङ जेनेरेसन अब पलायन भइसक्यो। ए हजुर हजुर। गाउँहरू खाली हुँदैछन्। ए हजुर। अनि यहाँका यङ जेनेरेसनहरू चाहिँ कहाँ जानुहुन्छ विदेशको प्लानको लागि भन्नाले कुन क्षेत्रमा अब जानुहुन्छ? 1 नम्बर डेस्टिनेसन भनेको अमेरिका हो यहाँको है। त्यसपछि यो फ्रान्समा एकदम धेरै गएको छन् यो गत 5 वर्षमा। हजुर हजुर। त्यसबाहेक जापानतिर, कोरियातिर अलिअलि छन्। हजुर हजुर। अनि यहाँ चाहिँ होटल व्यवसायमा हजुर मात्रै हुनुहुन्छ कि हजुरको कोही अरू पनि हुनुहुन्छ? हाम्रो फ्यामिली बिजनेस हो। तपाईँहरू हिजो तल बस्नुभयो नि मनाङ खासो घर। अनि ए हजुर 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 हजुर। अनि यो मुस्ताङमा विगतका दिनहरूमा भन्दा अहिले पर्यटनको सङ्ख्या त बढी छ होइन? के भन्नुहुन्छ हजुर? अहिले यो बाटोको सहजताले गर्दाखेरि एकदम बढेको छ नेपाली। हजुर हजुर। अनि यहाँका मौसमको बारेमा भनिदिनु न, कुन मौसम खास उपयुक्त हुन्छ यहाँ हामी चाहिँ आउनको लागि एकदम उपयुक्त मौसम भनेको? मुस्ताङ घुम्नको लागि जब यो तलतिर पोखरातिर बेसी गर्मी हुन्छ नि। हजुर हजुर। यो वैशाख जेठ। हजुर। जेठ र असारको बिचमा। हजुर हजुर। त्यो बेलामा चाहिँ यहाँ अलि शीतल हुन्छ। हजुर। यहाँ खासै गर्मी हुन्न। हजुर हजुर। र पनि अब यो ठाउँमा पानी त्यति धेरै पर्दैन। हजुर। अनि हिउँ धेरै परेन भने हिउँदोमा पनि अब यो भ्यूहरू हेर्नलाई राम्रै हुन्छ। ए तर बेस्ट भनेको त्यही हो, जेठ असारको बिचमा। जेठ असारको बिचमा चाहिँ जस्तै बुढापाकालाई पनि हामीले लिएर आउन सकियो, वृद्धहरूलाई सकिन्छ। त्यो टाइममा चाहिँ ल्याउन सकियो। सक्नुहुन्छ, तर तलबाट डाइरेक्ट नआउनुहोस्। हजुर। तपाईँहरू 1 दिन तातो पानीतिर बस्नुहोस्। हजुर। अनि अलि बिस्तारै आउनुभयो भने लेक लाग्ने सम्भावना अलिक कम हुन्छ। हजुर। अनि यहाँ लेक लगाएर मान्छेहरूमा केही त्यस्तो समस्याहरू देखिएको कस्तो छ यहाँ मान्छेहरू आउँदाखेरि? त्यस्तो अब सबैजनाले त्यस्तो हुन्न, अब कोही कोहीले हुन्छ नि होइन। अब टाउको दुख्ने, वाक लाग्ने, खान मन नलाग्ने, हजुर बिमार हुनसक्छ। त्यो बेलामा हामीले के एकदम यो प्राकृतिक रूपमा के किसिमको उपायहरू अपनाउन सकिन्छ लेक लाग्नबाट बच्नको लागि? अब लेक लाग्यो भने सबभन्दा राम्रो उपाय भनेको 500 मिटर तल झर्ने। ए हजुर 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 हजुर। अब मेडिकल पर्सनहरूसँग तपाईँहरूको कन्ट्याक्ट छ भने अथवा यो हेल्थ पोस्टतिर, हजुर सर, स्वास्थ्य केन्द्रतिर यो डाइमक्स भन्ने औषधिहरू हुन्छ। हजुर। अनि त्यो लिनुपर्छ। अनि सर्वप्रथम त अब यो हाम्रो रगतमा यो अक्सिजन लेभल र हजुर अनि यो बिपीहरू नापिन्छ। त्यो अनुसारले औषधि खानुपर्छ। अब औषधि भनेको कुरा त्यतिकै खानु भएन होइन। भएन, हजुर त्यति चेकअप गरेरै खानु पर्यो। अनि यहाँ समग्र मुस्ताङमा हेर्दाखेरि हामी आउने जस्तै भनौँ न कहिलेकाहीँ आउने पर्यटकहरूलाई त एकदमै रमाइलो लाग्छ। यहाँको मनमोहक दृश्यले हामीलाई चाहिँ एकदम आकर्षितै बनाएको छ। भन्नाले यहीँ बस्ने मान्छेहरूलाई पनि यहाँको जनजीवन कटाउन त कष्टकर छ। कस्तो छ यहाँ? अब हामी त अब प्रायः बिजी हुन्छौँ होइन। अब दिनभरि अब बिहान उठ्यो, अब त्यही काम गऱ्यो, यति मान्छेहरू आइरहनुहुन्छ, पाहुनाहरू। हजुर हजुर। त्यो भएको कारणले गर्दाखेरि हामीलाई खासै त्यस्तो नरमाइलो हुन्न। तर एकदमै अब शून्य भयो भने त फेरि झ्याउ लाग्छ है। त्यस्तो अवस्था हुन्छ हुँदैन? कहिले कहिले हुन्छ। कहिले बर्खामा यो तलतिर बाटो बिग्रिन्छ। हजुर। अनि हिउँदोमा पनि अब कहिले अब यो हिउँहरू धेरै परेर बाटोहरू बन्द भयो भने त काँचो हुन्छ नि। अनि अहिले चाहिँ जस्तै अब समग्र परिस्थिति हेर्दाखेरि हामीले चाहिँ अब देशकै अवस्थालाई प्रतिकूल रूपमा हेर्नु पर्दा
जस्तै मुस्ताङ आफैमा पनि एउटा प्राकृतिक रूपमा चाहिँ धनी देश छ होइन। यहाँ धेरै नै किसिमका हिमालय भेगहरू, मन्दिर क्षेत्रहरू लगायत विभिन्न कुराहरू छन्। अब हजुरहरूको अब चाहिँ धेरै तपाईँहरू त लामो समयदेखि यहीँ हुनुहुन्छ, तपाईँहरू यहाँको स्थानीय सरकार यानि कि अथवा भनौँ राष्ट्रिय सरकारप्रति नै तपाईँहरूको केही अझै यहाँ यस्तो गरिदिए हुन्थ्यो, यो गरिदिए अझै हाम्रो अझै पर्यटकहरूलाई आकर्षण हुन्थ्यो भन्ने केही छ हजुरलाई? के भन्न छ हाम्रो सरकारप्रति हजुरले? अब मेन कुरो चाहिँ अब यहाँ विदेशीहरू आउने भनेको यो पदयात्राको लागि हो। हजुर सर। अब यहाँ जताततै यो रोड खनेको कारणले गर्दाखेरि हजुर अब विदेशीहरू अलिक कम हुँदै गएको छ कि, विशेष गरी युरोपियन अमेरिकन्सहरू। अब जस्तै अब एक साइडतिर रोड छ भने अर्को साइडतिर चाहिँ अब हाम्रो पदयात्राको लागि अथवा यो साइक्लिङको लागि बाटो बनाउनु पर्ने हो। यो चाहिँ अब यो स्थानीय सरकारले त्यस्तो कुरो गर्न सकिन्न, तर स्थानीय सरकार र यो के भन्छ यो केन्द्रीय सरकार प्लस अनि यो प्रदेश सरकार मिलेर अनि यो पदयात्राको लागि चाहिँ अलग्गै बाटो बनायो भने चाहिँ मेरो विचारमा यो विदेशीहरू चाहिँ आइरहन्छन्। बाटो बन्ने केही नक्साङ्कन गरेछ केही हजुरलाई बुझे अनुसार? अब कुरो गरेको त सुनियो धेरै, तर खासै त पहल भएको देखेको छैन। भनेको विदेशी पर्यटकहरू चाहिँ यहाँ चाहिँ पदयात्रै गर्नु मन पराउँछ, उनीहरू त्यही मनपर्छ। अनि जस्तै मैले यहाँ एउटा म मनाङ पनि गएर आएको थिएँ होइन। त्यहाँनिर चाहिँ कस्तो रहेछ भन्दा मलाई त ठ्याक्कै थाहा भएन। जस्तै हजुरको मनाङबाट पनि पदयात्रा गरेर मुस्ताङ आउन मिल्छ भन्ने सुनेको थिएँ, त्यो खास के रहेछ त्यो? त्यो मन्दिरको पछाडि एउटा बाटो छ नि, हजुर हजुर, माथि थोरङ पास 5416 मिटर हाई थोरङला पास गरेर यता आउनु हो कि त्यहाँ हामी पदयात्रै गर्ने? हजुर। त्यसको लागि कति समय लाग्छ हामीलाई? एक हप्ता भइ पुग्छ मजाले। एक हप्ता पुग्ने भने चाहिँ हामी मजाले घुमेरै खास 11-12 दिनको ट्रेक हो। हजुर। अब तपाईँहरूले जे होस् अब मनाङसम्म गाडीमा नजानुहोस्, मनाङ जिल्लाको ताल भन्ने ठाउँसम्म गाडीमा गएर अनि बिस्तारै त्यो एक्लाइमेटाइजेसन हुनको लागि बिस्तारै माथि माथि गएपछि मनाङ जानुभएपछि जे होस् लेक लाग्न कम हुन्छ। मनाङको माथिल्लो भेगबाट गएपछि हामी बिस्तारै मनाङको त खास मनाङको तल्लो भेगबाट ताल भन्ने ठाउँबाट बिस्तारै हाइक गर्दै मनाङसम्म जानुभयो भने रमाइलो पनि छ अनि लेक लाग्दैन। हजुर व्यवसायप्रति हजुर सन्तुष्टि हुनुहुन्छ भने ठिकै छ, ठिकै छ, मान्छे सन्तुष्टि त हुँदैन। खासै जे होस् अब भन्ने जस्तो त केही पनि हुन्न। हजुर हजुर, जे होस् हाम्रो ठिकै छ, चलिरहेको छ। त्यसैले नै हामीले चाहिँ ठुलो कुरा रूपमा लिनु पर्यो। अनि जस्तै मैले चाहिँ यहाँ जस्तै मुस्ताङमा पहिलोपटक आउँदाखेरि चाहिँ मैले अनुभूति गरेको कुरा चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ त्यो तल्लो बेल्ट तपाईँको यतापट्टि जोमसोम छ होइन। अब यो चाहिँ के परेको अरे मुक्ति क्षेत्र अलि माथि, अनि अरू उतापट्टि चाहिँ कागबेनी छ भनेको यिनीहरू एउटै वाडाभित्र परेको कस्तो छ यो चाहिँ? जोमसोम भन्दा अलि माथि पाण्डव खोलादेखि हजुर अनि यो अप्पर मुस्ताङको यो बिचसम्म हजुर मेरो विचारमा चैले भन्ने गाउँसम्म होला, त्यहाँसम्म चाहिँ 12 गुङ क्षेत्र। त्यहाँसम्म यो हजुर हजुर। अनि त्योभन्दा माथि 2 गाउँपालिकाहरू छन्। जस्तै अब हामी चाहिँ कुनै नयाँ पर्यटकहरू यहाँ आउँदाखेरि चाहिँ जस्तै अब हामी पनि म त 4 पटक आइसकेँ यहाँ होइन, तर इभन म पनि त्यो ठाउँहरू अझै घुमेको छैन। यहाँ हामी आइसकेपछि जस्तै हाम्रो अप्पर मुस्ताङ र लोवर मुस्ताङ दुईवटा छ के अरे। हजुर हजुर। अप्पर मुस्ताङमा त अब लोवाङथानहरू भयो, चाइना बोर्डरहरू हेरिन्छ, अन्य गुफा केभहरू छन् होला। हामी यो लोवर मुस्ताङमा हेर्नै पर्ने कुराहरू चाहिँ के छ, के हामीले के रिकमेन्ड गर्नुहुन्छ हजुरले? अब लोवर मुस्ताङमा तपाईँले त्यहीमा बस्नुभयो भने त्यहाँको पारिपट्टि पनि एउटा ताल छ, मलाई नाम याद भएन, दुम्पा लेक अनि दुम्बा लेक भनेको जोमसोम अलि माथि। हजुर हजुर। लेते अथवा कालो पानी बस्नुभयो भने त्यहाँबाट पारिपट्टि माथितिर जाने ठाउँ छन्। अनि त्यहाँबाट फेरि यो त्यो त फेरि 2टा ठुलो हिमालको खोज पर्छ कि, यतापट्टि अन्नपूर्ण वन, यतापट्टि धौलागिरी, 2टा टप 10 हिमालहरू हो नि त विश्वको, ठ्याक्कै त्यो खोजमा पर्छ। प्लस त्यहाँ फेरि यो हरियाली पनि छ कि, अनि ठ्याक्कै हिमालको त फेदमा पर्ने भएकोले एकदम रमाइलो छ त्यो ठाउँ पनि। त्यहाँ एउटा त्यो घुम्न पऱ्यो। अनि मार्फा भिलेज, अनि त्यसपछि यो मार्फा स्याउ एप्पल क्यापिटल अफ नेपाल भन्छ नि होइन। अनि त्यसपछि जोमसम्म आउनुभयो भने त्यो पारिपट्टि यो स्याङ छिनी गाउँमा अनि त्यहाँ डुम्बा ताल छ नि त फेमस। हजुर हजुर, डुम्बा ताल। हजुर हजुर हजुर। त्यस्तो हुँदै हामी मुक्तिनाथ क्षेत्र, अनि त्यसपछि फर्केर तल फर्केर फेरि यो कागबेनी भएर अनि यो मुक्तिनाथ। त्यसबाहेक तपाईँले अब यो झारकोट, पारिसङ्गुर अनि जोङ भन्ने गाउँहरू छन्। त्यो गाउँहरू चाहिँ एकदम पुरानो गाउँहरू, तपाईँले पुरानो राजाको दरबारको भग्नावशेषहरू देख्न सक्नुहुन्छ। अनि यताको वास्तविक जनजीवन हेर्नको लागि तपाईँ झारकोटतिर, झोङतिर जानुभयो भने त्यहाँको वास्तविक जनजीवन तपाईँले याद गर्न सक्नुहुन्छ।
त्यहाँको जनजीवन मान्छे कष्ट गर्के कस्तो खालको अनि एकदम पुरानो घरहरू छन् अनि वे अफ लिभिङ छ नि ए हजुर वे अफ लिभिङ त्योहरू देख्न सक्नुहुन्छ। अनि चाहिँ जस्तै अब हामी चाहिँ एउटा प्रकृति प्रेमी जस्तै अब हामीलाई के लाग्ने भन्दै हिमालहरू देखिएछ होइन साइडहरूमा हाम्रो मनोभावना चाहिँ कस्तो भन्दाखेरि हिमालसम्मै पुग्न हामी सकिन्छ कि सकिन्न कुनै पदयात्रा त्यहीसम्म पुग्न सक्ने इन्भाइरोमेन्ट छ कि छैन मुस्ताङमै हामी हिँडिरहेको जस्तै हिमाल देखिरहेछ पुगिला जस्तो हुन्छ मेरो चाहिँ अब काल्पनिक सोचाइ मेरो चाहिँ अब तपाईँको लागि अब यतापट्टि माथि थोरङ्लो पिकहरू छन् दुईवटा हजुर एउटा याक्का भन्छ एउटा थोरङ पिक त्यो मन्दिर पछाडि तपाईँले जानुभयो भनेदेखि त बेस क्याम्पसम्मै गाडी पनि जान्छ बाइक पनि जान्छ अनि त्यसबाहेक त्यो धौलागिरीको फेद भनेपछि त अब तपाईँ अब यो लेतेर त्योभन्दा अलि माथि ठाउँ नाम बिर्सेँ मैले एउटा खोज छ त्यो त ठ्याक्कै हिमालको फेदै हो त्यसबाहेक अब हिउँहरू छुनुको लागि त तपाईँले त्यहाँ स्थानीय त्यही हिउँहरू छुन गोठालोहरू हुन्छ नि उहाँहरूले थाहा हुन्छ कसैले लिएर जानुपर्ने हुन्छ। समग्र रूपमा हजुरले अझै मुस्ताङमा यो भइदिए हुन्थ्यो भने पनि के कुराहरू भन्न चाहनुहुन्छ यो स्थानीय सरकारलाई पनि केन्द्रीय सरकारलाई यो चाहिँ भइदिए हुन्थ्यो भन्ने हजुरको हुनको लागि अब सबभन्दा हुनुपर्ने कुरो के हो भने अब यो जब यो रोडहरू बन्यो यो नेपालीहरू इन्डियनहरू एकदम धेरै आउनु थालेपछि यो मन्दिरको लागि जता यो फोहोर फाल्यो कि यो पानीको यो पेट बोतलहरू प्लास्टिकहरू अब तलतिर त होइन अब यो बर्खामा घाँस झारहरू उम्रिन्छ त्यसले अब पुर्छ नि त अनि खासै देखिन्न। अनि यहाँ के हुन्छ भने यो ठाउँमा अब त्यति साह्रो अब झारहरू हुन्न यो त अब सेमी अथवा हाफ मरुभूमि हो नि त अनि त यो फोहोरहरू बोतलहरू अब भनौँ न यो पेट बोतल्सहरू प्लास्टिकहरू जेसुकै जतासुकै फाल्ने के अनि त यो हावा आएपछि बेसरी उठ्छ कि जताततै अनि यो चाहिँ अलिक बेजत भयो कि धेरै बेजत भयो। यसको लागि चाहिँ अब यो हिमाली क्षेत्रको लागि या मुस्ताङमा मात्रै होइन सरकारले अब केही पहल चाहिँ गर्नुपर्छ त्यो ठाउँमा यो प्लास्टिकहरू छिराउन नदिने कि यो पेट बोतल्सहरू छिराउन नदिने कि कसरी हुन्छ अब यो होटलवालाहरूलाई गाउँलेहरूलाई अब यो खानेकुराहरू पानीहरू प्रशोधन गरेर कसरी लोकल चिजहरूलाई अब उत्पादनहरूलाई अब बढावा दिने त्यस प्रकारले गर्नुपर्छ। तर यो बेसी फोहोर हुँदै गयो भनेदेखि त बेचत हुन्छ हाम्रो देशको व्यवस्थापनमा विशेष किसिमले ध्यान दिनु। हजुर एकदमै तपाईँ याद गर्नु त्यहाँ बस पार्कतिर जहाँ गाडी रोकिन्छ त्यो खोलोको छेउमा त्यो फोहोरको थुप्रो तपाईँ देख्नुहुन्छ। फोहोर भन्दा अब कुहिने फोहोर होइन त्यो प्लास्टिक जन्ने पेट बोतल्स अनि यहाँ जस्तै मुस्ताङ त अब मार्फामा चाहिँ हजुर क्यापिटल अफ के एप्पल के भन्नुभयो होइन अनि हाम्रो चाहिँ यो जुन स्याउ छ नि स्याउलाई हामीले चाहिँ निर्यात चाहिँ गर्न चाहिँ कुन बजार जस्तै हामी नेपालमै निर्यात गर्छौँ कि अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ हाम्रो मुस्ताङको स्याउ चाहिँ मेरो विचारमा प्रायः नेपालमै होला नेपालमै छ बजार पाउँछ होइन बजार चाहिँ जति पाउँछ नेपालमा पाउँछ है किनभने अब विदेश अब यो निर्यात गर्नुको लागि त अब ग्रेडिङ भन्ने हुन्छ नि त साइज अब क्वालिटी सबै हुन्छ अब अलिक सम्भावना नहोला अब आफ्नै देशमा पुगेको छैन अब किन विदेश पनि हो न त हुँदैन भन्नु खोजेको भनेर हाम्रै देशमा चाहिँ पुगिरहेको छ अझै यसलाई फस्टाउन सकिन्छ स्याउ खेतीलाई अझै इन्टरनेसनल लेभलले हामीले लानको लागि चाहिँ स्याउलाई के गर्नु मिल्छ किनभने त्यसको लागि अब त्यो कृषि विज्ञहरूद्वारा अब ग्रेडिङ सिस्टमदेखि लिएर सब कुरोमा हुनु पर्यो नि सरकारको नीति आउनु जस्तै यहाँ हजुरहरूको जस्तै वर्षेनी माटो परीक्षणहरू गर्ने अनि त्यो स्याउको लागि चाहिँ अब भनौँ न अब त्यो अनुकूल वातावरण मिलाउने बिउ बिउजनहरू यस्तो दिने हुन्छ कि हुँदैन सरकार त्यो त हुन्छ त्यो त सरकार हामी त अब त्यो कुरोमा संलग्न छैनौँ किनभने सरकारहरूले सरकारले अब यो स्याउ रोपे बाबत अनुदान दिने त्यस्तो कुराहरू चाहिँ सुनिरहन्छ कृषि लोनदेखि लिएर कृषि लोन प्लस अब यो दिने रहेछ कि सरकारले दिने भनेको अहिले तर पहिलाको तुलनामा अहिले त घरहरूको विकास त धेरै भएको यहाँ मुक्तिनाथमा पहिला यस्तो थियो कि होइन यो 12-13 वर्ष अगाडिसम्म चाहिँ अब एकदमै कम थियो यस्तो यो बिल्डिङ घरहरू तर यो हिमाली क्षेत्रको लागि घर बनाउने यसरी होइन। अब हामीले अब यो घर बनाउनेहरूले के याद गर्नु पर्यो भने अब यो युरोपको यो उत्तरी भेगमा स्क्यान्डिनेभियातिर रसियातिर चिसो ठाउँमा कसरी घर बनाउने कस्तो खालको प्रविधि उनीहरूले के अरे प्रयोग गर्छ अप्नाउँछ होइन त्यो हेरेर यहाँ घर बनाउनु पर्ने हो। अब यहाँ चाहिँ अब यसरी बिल्डिङ घरहरू बनायो अब यो वर्ष बनायो अब किनभने अब यो बिल्डिङको कारणले पनि अझै चिसो भएको कि कोठाहरू कसो हो यो खास हो तर यो घर त तलमाथि काठ भएको कारणले कम चिसो तपाईँले इमेजिन गर्नुहोस् त त्यो अरू यो सिमेन्टको घरहरूमा धेरै नै ज्यादा चिसो हुन्छ एकदमै चिसो हुन्छ किनभने यो ठाउँमा त अब त्यही अघि भन्ने जस्तै अब यो चिसो ठाउँको लागि चाहिँ नि मेटेरियल्सहरू नेपालमा पाउँदैन होला हजुर त्यो कारणले गर्दाखेरि मान्छेले बिल्डिङ नै बनाएर बस्नु त्यस्तो चाहिँ थाहा भएन यो काठमाडौँ पोखरामा जस्तो गरेर यहाँ घर बनाउनु चाहिँ होइन। यहाँको लागि
अब कसरी हावा नछिर्ने, कसरी तातो बाहिर नजाने, प्लस कसरी यो सनलाइटलाई भित्र ल्याउने त्यो खालको चाहिँ त्यस्तो खालको प्रविधि भौगोलिक अप्नाउनु आधारमा पर्यो। बनाउनु पर्यो होइन हजुर। अनि यहाँ जस्तो यहाँको बालबच्चाहरूलाई लागि पढ्नको लागि शिक्षाहरू स्वास्थ्यहरू कस्तो छ यहाँको अनुकूल? हजुरहरू तलै जानुपर्छ कि यहाँ प्रत्येक गाउँमा स्कुलहरू छन्, तर मेरो विचारमा यो स्थानीयहरूको बच्चा एकदमै कम छन्। प्रायः जस्तो बाहिरबाट काम गर्न आउनेहरू त्यस्ताहरूको होला। अब कतिवटा स्कुलहरू बन्द भइसक्यो। बन्द भइसक्यो। अनि मलाई जहाँसम्म लाग्छ यो गाउँको धेरै जसो स्थानीयहरूको बच्चाहरू त्यही पोखरा काठमाडौँ हजुर त्यतैतिर जानुहुन्छ। त्यतै पढ्नुको लागि। अनि स्वास्थ्य सेवाको कस्तो सुविधा छ यहाँ? प्रत्येक गाउँमा स्वास्थ्य चौकीहरू छन्। हजुर। जब ठुलो इमर्जेन्सी केस पऱ्यो भने हामी कहाँ जानुपर्छ? जस्तै यहीँ छ कि त्यस्तो हस्पिटल? जुनसम्म छ त्यो जिल्ला ए हस्पिटल, हजुर हजुर। त्यसबाहेक अरू त त्यही हो पोखरै हो पोखरा नै काठमाडौँ काठमाडौँ जानु पर्यो। तर समग्र रूपमा हेर्नुपर्दा यहाँका मान्छेहरू चाहिँ प्रायः चाहिँ वैदेशिक रोजगारतिर पनि जानुभएको देखियो होइन? राम्रो राम्रो कन्ट्रीको युएसएहरू एकदम धेरै त्यो चाहिँ रहेछ। त्यसै हजुरहरू चाहिँ भिजै लिएर जानुहुन्छ कि स्टुडेन्टमा जाने कसरी जानु कि डाइरेक्ट पाउनुहुन्छ हजुरहरूले? त्यस्तो डाइरेक्ट त के दिन्थ्यो, अब प्रोसेस हुन्छ नि त। नेपाल सरकारको नियम फ्यामिली कनेक्सन प्लस अब त्यो प्रोसेस मिलाउनु मैले पर्छ। सुने अनुसार मुस्ताङको मान्छेलाई अलिक सहज हुन्छ अरे अमेरिका त्यो उहिले युएसए जमानाको जान। कुरो होला। ए पहिलाको कुरा हो। हजुर हजुर। ए हजुर हजुर मैले त्यस्तो सुनेको थिएँ कि। अहिले चाहिँ खासै त्यस्तो छैन, सबै एउटै हो। भनेको समग्र रूपमा मुस्ताङमा जस्तै हजुरहरू यहाँको पर्यटकहरूबाट नै जीवनयापन चल्ने होटल व्यवसाय भइरहेको चाहिँ हामी बुझ्नु पऱ्यो होइन? हजुर हजुर। यो मुक्तिनाथको चाहिँ अब यो धेरैभन्दा धेरै मानिसहरू भन्नाले पनि कतिवटा छ, अहिले 25वटा जति होटल होला प्रायः यहाँको स्थानीयहरू हुन् होइन। ए हजुर। जस्तै हाम्रो यहाँ कति पर्यटकसम्म यहाँ एकैचोटिमा चाहिँ यहाँ अटाउने सामर्थ्य छ यहाँ होटलहरूको? जस्तै कुनै बेला त घुइँचो हुन्छ यहाँ त, भिडभाड हुन्छ। हामीले सुनेअनुसार मान्छेहरू अट्दै नअट्ने अवस्था। कतिसम्मको क्षमता छ यहाँ होटल अटाउन सक्ने? यतिसम्मको पर्यटकलाई चाहिँ हामीले चाहिँ राख्न सक्छौँ भन्ने हुन्छ नि त हजुरहरूको यहाँको होटलको क्षमता के? 25 से 3000 समथिङ? अब विदेशी गोराहरूलाई त अब एउटा कोठामा एकजना दुईजना भाइ बेसी बस्दैन हुन्न। हुँदैन हजुर। अब नेपालीहरू इन्डियनहरू त मिलेर बस्छ है। यहाँ फेरि अब यो के अरे धर्मशाला पनि छन्। अनि एउटा होटलमै, हाम्रै होटलमा 80+ 80+ मिलेर सुत्छ नि त। भनेपछि त मेरो विचारमा 2-3 हजार त मजाले अट्छ होला। 2-3 हजार अट्छ। त्यो किसिमको क्षमता चाहिँ छ। नअटे तल जोमसोमसम्म पनि बस्न पाउने अवस्था छ। अनि समस्या के छ भने जब नेपालीहरू आउँछन् नि हजुर। बिदाको बेलामा के दसैँ तिहारको बिचमा अनि सबै एकदमै हुर्र आउने कि एकैचोटि। अब मुस्ताङभरिको जनसङ्ख्या अब 6-7 हजार होला। अनि एक दिनमा 15-20 हजार मान्छे आएर त अनि यहाँ त अनि कसरी सम्भवै भएन, थाम्न सक्ने सम्भवै भएन हजुरहरूलाई। त्यही त। अनि त्यसबाहेक अब यो मुक्तिनाथ आउनुको लागि चाहिँ यो औँसी पूर्णी, चैते दसैँ, दसैँको बेलामा चाहिँ एकदम बिजी हुन्छ कि मान्छेहरू तिथि मिलाएर आउनुहुन्छ है। अनि फेरि नेपालीहरू आएर हामीलाई झगडा गर्छन् कि हामीले चाहिँ हेला गरेको रुम्दै नै भनेर। अनि हामीका विदेशीहरू प्रायः चाहिँ अब एजेन्सीबाट कम्पनीबाट पहिल्यै बुकिङ बढाएको हुन्छ कि त्यो भएको कारणले गर्दाखेरि अनि उहाँहरूले रुम पाउने हो। अनि स्थानीयहरूले नपाउने कारण त्यो पनि हो। प्लस नेपालीहरूले अग्रिम बुकिङ गरेर आउँदा राम्रो। अग्रिम बुकिङ गरेर आउँदाखेरि धेरै सजिलो भयो हामीलाई आउने मान्छेहरूलाई। अहिले त अब सिजन भइसक्यो। जस्तै सिजनमा आउँदाखेरि यहीँको इन्टरनल पर्यटकहरूले पनि अग्रिम बुकिङ गरेर हामी आउँदैछौँ भन्यो भने हजुरलाई त्यही अनुसार चाहिँ सहज भयो, सहजता भयो। किनभने अहिले त गुगलको जमाना हो। गुगलमा तपाईँले होटलहरूको नाम सर्च गर्नुहोस्, हजुर हजुर पाउनुहुन्छ होइन। हजुर हजुर। तपाईँले चाहिँ अब देशको अहिले अवस्था जेनजी आन्दोलन पनि भयो तापनि छोडे जोडिन गएमा थोरै हजुर हजुर हजुर। जस्तै अहिले जेनजी आन्दोलन भयो, देशमा ठुलो विकराल अवस्था भयो होइन। अब युवाहरू मारिए, कलिला बालबालिकाहरूप्रति चाहिँ गोली प्रहार भयो। अब त्यो त सबै हामी देशै रोग अवस्थामा हो। त्यो अनुसारको सुशासन होला जस्तो छैन देशमा। अब एउटा देशप्रति पनि एउटा देशप्रेमी भएको नाताले गर्दा के भन्न चाहनुहुन्छ अहिले खास यो आन्दोलन अनि अहिले देशको अवस्था व्यवस्थालाई के भन्न चाहनुहुन्छ? सबै कुरोको सीमा हुन्छ कि। हजुर। अब यो 91मा नेपालमा राजा के अरे पञ्चायत काल फालेको होइन। त्यस पछाडि नेपालमा कहिले पनि अब यो राम्रो सरकार अथवा यो 5 वर्षको लागि सरकार बनिएन कि। सधैँ तिनीहरू फाइट गर्ने, उनीहरू एकदमै त्यो बाँडेर खाने उनीहरूकै मान्छेले देश नै उनीहरूको जस्तो भयो कि उनीहरूको पेवा जस्तो भयो। त्योभन्दा पनि यो ओलीले जसलाई पनि ठुङ्ने, जसलाई पनि टोक्ने, जसलाई पनि अब एकदम किसको तिखो रुखो बोली के जहाँसम्म लाग्छ उसको व्यक्तित्व त्यस्तो त होइन। उसको आसेपासेहरूले उसले त्यस्तो बनायो कि। अनि मलाई त आनन्द लाग्यो त्यो ओलीको आगोमा। अनि जेसुकै होस् त्यो मान्छे त्यहाँ पावरमा नभएको चाहिँ मलाई एकदम आनन्द लागेको छ। मलाई एकदम उसको बोली सुन्दै त्यो रिस उठ्ने कि। जनतालाई नै रेस्पेक्ट नगर्ने हामीले जिताएर पठाएको मान्छेहरूले त्यस्तो गरेको अवस्था भयो। अब जुन जे जति आन्दोलन भयो जहाँसम्म लाग्छ आई वाजन्ट एक्सपेक्टिङ दिस बट यो चाहिँ अब मिरेकल भयो। किनभनेदेखि त उनीहरूले अब
दुनियाँको बालबच्चाहरू मार्यो नि त अनि कति माया लाग्दो हेर्नु त प्रायः मरेकोहरू सबै यो सुदूरपश्चिमतिरको दुर्गमतिरको हजुर हजुर अनि एकदम के आई फिल भेरी स्याड के र पनि आइएम ह्याप्पी विथ द चेन्ज जस्तै अहिले यो कुलमान घिसिङहरू हजुर अनिखेर यो बालेनहरू लिडरसिप अनि रविलाई पनि मलाई अलिकति सँग चाहिँ लाग्छ रविलाई खास के भन्न चाहनुहुन्छ हजुर जस्तै रवि लामिछाने हेर्दा जनताको अगाडि जाने होइन अब हामीलाई त्यस्तो डिटेलली उसको चाहिँ अब विभिन्न कुराहरूप्रति त थाहा छैन तर मान्छेको चाहिँ अझै पनि ऊप्रति चाहिँ केही न केही राग भइरहेको जस्तो छ यस्तो हो इज अ गुड टकर गुड स्पिकर किनभने पत्रकार हो अनि पहिले उहाँले राम्रो काम पनि गर्नुभएको हो अब उहाँहरूले अब यो चेन्जलाई जस्तै अब कुलमान घिसिङहरू अब यहाँ त्यस्तोहरूले नेतृत्वमा राखेर अनि काम गर्नुको लागि चाहिँ विज्ञान चाहिँदो रहेछ कि नेपालमा जस्तो उदाहरणको लागि बालिन शाह इन्जिनियर हो कुलमान घिसिङ इन्जिनियर हो अनि उहाँहरूले त ऊ अब छोटो समयमा देखाइराख्नु भएको छ नि त अब अरू नेताहरू त अब उहाँहरू त अब बुढो नेताहरू पढ्नु त पढेको होला तर यो सुगर रटाइ त्यस्तोले काम लाग्दैन अब कृषिको लागि कृषि विज्ञ चाहियो त्यही बाहेक नेपालमा चाहिँ के हुनुपर्छ भनेदेखि तल्लो लेभलदेखि माथि लेभलसम्म 2 टर्मले नेपालीमा के भन्छ ट्रम भनेको सीमा टाइपको होइन टर्म के एकपल्ट त तपाईँ सदस्य भएपछि अर्को हुनु नपाउने भनेको त्यो दुई कालीन के समय चाहिँ समय पालबन्दी हुनु पर्यो हजुर हजुर त्यो हुनु पर्यो त्यो भयो भने अनिखेर यो राजनीति चाहिँ अब यो पेसागत हुनु होला के किनभनेदेखि त त्यो देउबा ओली प्रचण्डहरू अनि सदा सर्वदा उनीहरू मात्रै उभिनु भएन उनीहरूको निश्चित समय हुनु पर्यो हजुर हजुर 5 वर्षपछि हिजो पनि तपाईँको हजुर हजुर के अरे 12 गोमामा भएर फेरि उहाँ रोडमै काम गरेर मजाले अफिसमै काम गरेर बस्यो धेरै भनेको दुई कार्यकाल है कार्यकाल जस्तै पञ्चायतकालमा रात दिन श्रीवास महाराज धीराज भन्दै एकदमै त्यो सुनेर हामीलाई दिक्क लाग्थ्यो त्यसपछि त्यो गिरिजाले फेरि एकदमै देश डुबायो माओवादी जन्मायो आखिरमा त्यही माओवादीले फेरि आखिरमा ल्याएर काम त गर्नै पर्यो त्यो लडाइँ गर्नुभन्दा पहिला मिलेर काम गर्यो भनेदेखि त देश अहिले बन्थ्यो नि त देश त कस्तो हो भन्दाखेरि उनीहरूकै पावर मात्रै उनीहरू एकदमै देश बनाउनुतिर भन्दा पनि सत्ता आफ्नो होस् भन्ने लागु कारणले गर्दाखेरि चाहिँ त्यस्तो कारणले गर्दा यस्तो भयो यो जेनजीको आन्दोलन सार्थकता पाएको जस्तो मान्नु भएको छ त हजुरले अहिले अब त्यो खासै देखिन्न किन त्यस्तो भयो मैले नबुझेको कुरा हजुर त हामीभन्दा धेरै पञ्चायतदेखि आएको मान्छे होइन जेनजीको आन्दोलन भयो आन्दोलन भइसकेपछि चाहिँ कति युवाहरू मरे त्यसपछि जेनजीले चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरायो होइन गृहमन्त्री पनि त्यस्तै उनीहरूले किन झ्याप्ली क्याप्चर गर्न सकिरहेको छैन अपराधीहरूलाई खास के हुने रहेछ अब तुरुन्त यी कामहरू गरेको भएदेखि त राम्रो हुन्थ्यो त्यही त अब अलिकति त समय अलि लम्बियो अब त उनीहरूले अब फेरि चहलपहल गर्ने ठाउँ पाइयो अब उनीहरू फेरि अब सङ्गठित भइसक्यो त्यो भएको कारणले गर्दाखेरि अब देश अलि नराम्रो अब गृहयुद्धतिर दुर्घटनातिर जाने सम्भावना भएको कारणले गर्दाखेरि अब स्टेप बाई स्टेप अब जे होस् अब यो काङ्ग्रेस एमाले माओवादीले त्यहाँ सत्तामा ल्याउनु भएन अब यो कुलमान घिसिङको नेतृत्वमा अब यो रवि लामिछाने मेरो विचारमा अथवा यो नयाँ नेता अथवा यो राम्रो मान्छेहरूले गृहमन्त्री अथवा राखेर त्यो बेलामा त्यो फाइलहरू खोल्ने सबै अनि हिसाब किताब देखाउने अनिखेर हातखुट्टी लाउने अनिखेर अब यो निश्चित ठाउँमा लएर जाग्ने जाग्ने राजनीति चाहिँ गर्नुपर्ने देखिन्छ समग्र रूपमा हजुरसँग धेरै नै मिठो कुरा भयो अब हामी पनि एउटा पर्यटकको हिसाबले आन्तरिक पर्यटकको हिसाबले हजुर होटल व्यवसायको हिसाबले एउटा हाम्रै पर्यटक हाम्रै भाइ हाम्रै छोरो भनेर हजुर एउटा रिक्वेस्टलाई मानिदिएर चाहिँ एउटा चाहिँ हजुरसँग अन्तर्वार्ता भयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुरप्रति धेरै नै कृतज्ञता व्यक्त गर्न चाहन्छौँ हामी चाहिँ तपाईँको लागि पनि एकदमै धन्यवाद यो मौका दिनुभएको लागि अनि हाम्रो होटल हिमालयन प्याराडाइस मुक्तिनाथमा आउनुहोस् अनि यो चाहिँ तपाईँहरूले स्वागत छ हजुर यो ब्लगबाट चाहिँ हजुरको जस्तै अब होटलप्रतिको पनि अब मान्छेहरूलाई प्याराडाइज होटल रहेछ भन्ने पनि भयो अब जाँदै जाँदै कार्यक्रममा जाँदै हजुरले चाहिँ यो कार्यक्रम हेरेर बसिरहने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ सबै दर्शकहरूलाई हेरिदिनुहोस् मुस्ताङ आउनुहोस् दसैँ तिहारको बिचमा होइन अरू बेलामा आउनुहोस् तपाईँहरूलाई मुस्ताङमा स्वागत छ हस् धेरै धेरै धन्यवाद पनि हामी फेरि पनि तपाईँसँग यसरी नै मुस्ताङमा आएर हाम्रो सहर मन्जिल ट्राभल टुरबाट हुन्छ उहाँ चाहिँ ट्राभल टुरै चलाउनुहुन्छ पाल्पामै हाम्रो मन्जिल ट्राभल टुर छ त्यसले गर्दाखेरि अब हामी पर्यटकहरू चाहिँ जस्तै उहाँको आउँदाखेरि हामीले चाहिँ पक्कै पनि हजुरकै प्याराडाइज होटलको लागि रेकमेन्ड गर्नेछौँ अनि हाम्रो यहाँ तल यहाँ तपाईँ हिजो बस्नुभयो भने मानङ खाजा गर्छन् त्यहाँ तपाईँले लोकल स्टाइलको होइन आगो तापेर मजाले पाउनुहुन्छ अनि यहाँ माथि आउनुभयो भने अरू होटलभन्दा सस्तो
मिलाएर मिलाएर हामी नेपालीहरूलाई माया गर्छौँ। अनि हस् धन्यवाद आजको कार्यक्रममा हामी पनि बिदा हुन्छौँ थ्याङ्क यू जय हजुर एउटा गाली सुप बनाइदिनु उसको लागि